सो हाई गाइज है दिस इज अब को भनौँ म है र आज एउटा एकदम न्यू फेस देख्नु हुँदैछ मेल फेस देख्नु हुँदैछ यो दिव्याशा राईको जो च्यानल छ है त्यसमा चाहिँ माइसेल्फ आरजे वङ फ्रम रेडियो सल्युसन 90.8 FM एन्ड दिस रेडियो स्टेसन इज लोकेटेड इन सल्युसन कलेज अटोनोमस सोनादा गोराबारीमा छ होइन ओन्ली कम्युनिटी रेडियो अफ द हिल्स र आज यहाँ म एउटा टक सो गरिरहेको छु त्यही भएर मैले यो च्यानलको ओनरबाटै मैले यसो पर्मिसन लिएर चाहिँ च्यानलको बिगिनिङ गरिरहेको छु र ओभर टु हर है ओभर टु दिव्याशा वन्स अगेन दिव्याशाले बताउनु हुनेछ तपाईँहरूलाई आजको यो रेडियो टक सोको बारेमा। हाई गाइज अहिले चाहिँ म रेडियोमा छु रेडियो सल्युसनमा एउटा टक सो हुनु आँटेको छ एन्ड आइ एम भेरी मच एक्साइटेड एन्ड एज इट्स माई फर्स्ट टाइम आइ एम नर्भस एज वेल बट मजा आउँछ होला होइन अब नयाँ नयाँ कुराहरू सिक्नु पाउँछु अब मलाई रेडियोमा बोल्नु थियो लाइक अब कहिलेदेखिको इट वाज इन द बकेट लिस्ट अहिले मेरो एउटा बकेट लिस्ट पुरा आउँदैछ। सर हाउ डु यु फिल मलाई उयो मसँग टेड के पो टक सो गरेर दामी भेरी मच ओभरजॉयड है भेरी मच मलाई एउटा इच्छा थियो गर्ने है बिकज उहाँ रेडियो पार्ट रेडियो क्लबबाट हुनुहुन्छ त्यही भएर चाहिँ आई भेरी मच एक्साइटेड हेरौँ कस्तो जान्छ फोन गर्नुहोस् कि म तपाईँलाई हालिदिन्छु जसले गर्नुहुन्छ यु शुड क्विट स्मोकिङ एउटा मेसेज राम्रो गइरहेको छ यति यहाँले भन्न चाहन्छु है प्लिज युवाहरूले फलो गर्नुहोस् होला हामीले जुन सेफ्टी मेजर्सको बारेमा पनि मजा लाग्यो इन्टरभ्यू हामीले यसो क्रस क्वेसन्सहरू गऱ्यौँ खुसी लाग्यो एन्सर्सहरू सुनेर पनि है मेरो पनि सेयर गरेँ पहिलाको मेमोरिजहरू। सो यो चाहिँ कहाँबाट सुन्नुपर्छ मतलब त्यो भन्नुभयो नि यो चाहिँ हाम्रो गुगल प्ले स्टोरमा इजिली गएर हजुरहरूले सर्च गर्न सक्नुहुन्छ लिसन टु माई रेडियो भनेर छ एप है र एउटा ब्लू र व्हाइट कलरको न्युमेरिकल 2 यसरी आइहाल्छ साइन त्यसलाई चाहिँ हजुरले ओपन गरेर चाहिँ बिचमा एउटा स्पेस हुन्छ त्यहाँ चाहिँ स्मल लेटर्समा रेडियो सल्युसन लेखेर सर्च गर्नुभयो भने स्पेस नदिकन आइहाल्छ हाम्रो रेडियो अनलाइन एप हो जहाँबाट पनि सुन्न सक्नुहुन्छ। सो एकदमै सुनिदिनुहोस् आजको सरहरूको लाइभ सो मान्नुहुन्छ त्यहाँ लाइभ सोहरू पनि हुन्छ लाइभ सो बाई 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 सर बाई 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 बाई।